छोडी जानेलाई माया छ बिर्सी जानेलाई धन्यवाद। हाम्रो भगमा हुनेछ प्रोग्राम घिसिङ तर नहेर्नुहोस् हाम्रो गाडी न अहिले चामीलाई जितिन्छ ल ल ल ल दर्ना ओए दर्ना दर्ना रात कोइले रोन्छ होला हाम्रो गिटारिस्ट भाइले के भएको छ ये सत्य अनि गाउँ ओए उस गीत गाउँमा हग दिया स्वर त राम्रो छैन नि तपाईँ यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिको कामना गर्दछौँ। नमस्ते सबै पुला मेनाउ प्रोग्राम सिंह यो टिम नाम जो भाइ नि भओस् गाली भाइ अनि वेलकम ब्याक टु द ब्रान्ड न्यू भिडियो अफ भेरी राम्रो आएन यार वेलकम ब्याक टु द ब्रान्ड न्यू भिडियो सो गाइस आज चाहिँ डे 3 हो अनि आज चाहिँ हामी यहाँ लेट साइडमा भैलो खेल्न आएको अनि हाम्रो चाहिँ यहाँ भैलो सुरुसार भइसक्यो अघि अनि अब चाहिँ हामी आज यहाँदेखि सुरुवात गरेर अब कुन ठाउँ हुन्छ हेरौँला हिजो जस्तो रमाइलो गर्नुपर्छ गाइस हिजो जस्तो मचिनुपर्छ आज यो मान्छे के हो नो आइडिया गाइस
He's not even talking. Wow. So, on watching guys. लेक साइडमा फर्स्ट लोकेसनमा फेरि अब हामी ठाउँ चेन्ज हुन्छ होला। अब हामी लास्ट एउटा डान्स पछि भाइ हामी घर जाने थाकिसक्यो गाइस, धेरै नाचेर अब अहिले बजाउँछु। Hello guys, we have arrived at our second destination. अहिले चाहिँ हामी मिलन टोलमा फेरि भैलो खेल्न बसेको। अहिले फेरि हामी यहाँ मचाउन आछौँ।
यो मचाउने खैदेऊ न यार मचाउने त मैले हो मैले बल्ल बोलेको मान्छे यस्तो हेर त टल्किहाल्छ नि बल्ल यसरी क्याप लगायो भने चाहिँ टल्किँदैन गाइस कहाँ हो तिमी के भन्छ रे पिजी ब्लग्स यो खाएर गाइस पिजी ब्लग्स सब्स्क्राइब मी कुछ तरिका है भीख मांगने का जसरी भाइरल गर्दिनु मलाई ल उ हाम्रो क्रिएटर ये गजब बेइज्जती है त्यो गफ हान्ने एकदम मलाई नि भाइरल बनाइदिनु ल गाइस यहाँ हाम्रो धेरै सोसल मिडिया क्रिएटर्सहरू छ यो सबलाई फलो गरिदिउँ गाइस कीप सपोर्टिङ यिनीहरूलाई मेन त यो ये लड़का बहुत ही मेहनत कर रहा है प्लीज इस वीडियो को सारा भाइलाई यति मेहनत गर्छ यसलाई चाहिँ जेस भाइरल बनाइदिन्छ गाइस सबले सब्स्क्राइब हान्नु मेरो खुट्टा भाँच्यो दाइ मलाई बचाइदिनु प्लिज मलाई अपरेसनको लागि पैसा चाहिन्छ खाएर हेर्नु कस्तो नाच्छ गाइस यस्तै हो कि अब कन्टेन्ट नभएपछि यस्तै हो कि के भन्छ ल भन्छ और 50 रुपया कट ओवर एक्टिंग के खाएपछि ओरिजिनल हो ओरिजिनल हो ल ओए आऊ न ओए डुप्लिकेट भन डुप्लिकेट यो डुप्लिकेट रे गाइस ओरिजिनल डुप्लिकेट हामीले डुप्लिकेट थाहा भएन गाइस ओरिजिनल मात्र थाहा भयो हामीलाई म मान्छे ओरिजिनल हामी त मलाई लास्ट बिजायो के मलाई त राइने हाम्रो यो सासु बजे के रे सासु बजे हैन दरामको यो मेन आन्टी क्यारेक्टर यो मान्छेको यो भाइको डान्स कस्तो लाग्यो भनिदिनुहोस् गाइस यस्तो खतरनाक छ यस्तो भाइलेन्ट नाच्छ रे छी यस्तो नाच्छ रे हेर्नु यस्तो जाबा यस्तो गर्ने त हँसरा त गर्छ यस्तो गर्छ नाचेको भिडियो हेर्नुपर्छ के नाचेको भिडियो हेर्नुपर्छ के भयो धेरै गफ गाइस हाम्रो यहाँ के अरे नन स्पिकिङ रोबोट बडीगार्ड छ यहाँ यो मादल भाइ यहाँ हाम्रो मादल भाइ छ अनि हाम्रो यो के अरे डिसुम ए दुश्मन धेरै छ धेरै अनि यो नि के हो तिमी दुश्मन धेरै यो दुश्मन हेरेको हेरे यो त के हो तिमी ए हजुर पेप्सी यो त पेप्सी भयो यो त को भयो यो दुश्मन भयो यो त न्याउली बनाइमा यो चाहिँ को भयो यो को तिमी यहाँ यी भर्खर गाइस मैले यहाँ पक्राइसकेँ यहाँ गिटार फुटालेर यहाँ खसालेर भर्खरै समातेको देखेको बाहना गरेको गाइस यहाँ हाम्रो यी बहिनीहरू छ यो चाहिँ को होला को म होला गाइस हाम्रो यहाँ सबसे सुन्दर पोस्टर अनि हाम्रो यहाँ भैलो खेल्ने ठाउँ चाहिँ यहाँ दाजुभाइ दिदी बहिनी तथा भाइ बहिनीहरूमा हाम्रो यस वर्ष पनि हामी हजुरहरूको घर दैलोमा आइसकेका छौँ। एब्सोल्युट टेक्वान्डो डोजाङद्वारा देउसी भैलो कार्यक्रम हजुरहरूको घर दैलोमा आइसकेको छ। हामी सधैँ आभारी छौँ हामीलाई माया गरेर हजुरहरूले सधैँ वर्ष जस्तै यस वर्ष पनि
अहिलेलाई स्वीकार्नुहोस् हाम्रो अर्को प्रस्तुति। अब सकिन लाग्यो क्या अब अगाडि नाच्ने हो क्या लास्टमा
प्रज्ञा बिचमा छुँदा अन्न बनौँ, ढुङ्गा छुँदा दरबार बनौँ। अहिलेलाई स्वीकार्नुहोस् हाम्रो यो रमाइलो प्रस्तुति दोहोरीमा। छम्म जल पानी